बाबुलाई जेल, छोरालाई उन्मुक्ति। अदालतबाट खुल्यो डरलाग्दो रहस्य। आफ्नै नागरिक बेच्ने 16 देशद्रोही कसको के थियो भूमिका? सत्ता र शक्तिको उन्मादमा आफ्नै देशका निर्दोष नागरिकलाई अनागरिक शरणार्थी बनाएर विदेशी भूमिमा बेच्ने राज्य विरुद्धको चरम नमुना अन्ततः पर्दाफास भएको छ। रक्षक नै भक्षक बनेर राज्यको ढुकुटी र नागरिकको अस्मिता लुट्ने बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले मंगलबार नेपाली राजनीतिको त्यो घिनलाग्दो अनुहारमा कालो पत्ती दिएको छ। लाखौं रकम असुलेर नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका उडाउने सपना बाँड्ने 2 पूर्व मन्त्री सहित 16 जनालाई अदालतले दोषी ठहर गर्दै उनीहरूको सक्कली औकात देखाइदिएको छ। अब यी देश बेचुवाहरूको भाग्य र भविष्यको अन्तिम फैसला अर्थात् सजाय निर्धारण आगामी असार 29 गते हुनेछ। ठगी, लिखित कृत्य, राज्य विरुद्धको कसुर र संगठित अपराध जस्ता गम्भीर अपराधको भारी बोकेर 20औं दिनसम्म चलेको हेर्दा हेर्दैको सुनुवाईपछि न्यायाधीश तेज बहादुर खड्काको इजलासले यो ऐतिहासिक फैसला सुनाएको हो। फैसलाले पूर्व ऊर्जा मन्त्री टोप बहादुर रायमाझीलाई मुख्य अभियुक्तकै रूपमा दोषी करार गरेको छ भने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई यो संगठित अपराधको मतियारका रूपमा उभ्याइदिएको छ। देशको गृह प्रशासन हाक्ने कुर्सीमा बसेर बिचौलियाको सेटिङमा देशकै बेइज्जत गर्ने खाँड र नीति निर्माण तहमा बसेर मानव तस्करीको तानावाना बुन्ने रायमाझीहरूको राजनीतिक जीवनमा यो फैसलाले कहिल्यै नमेटिने कलंकको छाप लगाएको छ। यी 2 शीर्ष अनुहारका साथै पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजित राई र शरणार्थी नेता टेकनाथ रिजाल जस्ता राज्य संयन्त्र र राज्यका अगुवा भनिनेहरू नै यो महापापका मतियार ठहरिएका छन्। त्यसैगरी बिचौलियाहरूको भूमिकामा रहेर नेपाली दाजुभाइको रगत पसिना चुस्ने केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन खरेल पनि कानूनको फन्दाबाट उम्किन सकेनन्। राजनैतिक पहुँच, प्रशासनिक मिलेमतो र बिचौलियाको जालो कसरी राज्य दोहनमा सक्रिय हुन्छ भन्ने डरलाग्दो चित्र पनि यो फैसलाले प्रस्तुत गरेको छ। तर कानूनको आँखामा कतिपय ठाउँमा अझै पनि छनौटपूर्ण देखिन्छ। कुल 31 प्रतिवादी रहेको यो हाई प्रोफाइल मुद्दामा बाबुहरूले अपराधको खेती गर्दा त्यसको प्रत्यक्ष अप्रत्यक्ष लाभ लिएको भनिएका पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापा, बादलका छोरा प्रतीक सहित 7 जनाले भने सफाई पाएका छन्। रामशरण केसी, टंक बहादुर गुरुङ, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकीले अदालत